सो हेलो एन्ड नमस्ते एभ्रिवान। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि आरामै छु। हाम्रो जेनजी टिम पनि बबाले आरामै छु। पहिला भ्लग हेर्नु भएको छ नि, हाम्रो जेनजी टिम गठन भएको छ। आजको भ्लगमा चाहिँ बिहेपछिको नेक्स्ट डे भनेको चाहिँ भोजको दिन के कुराहरू हुन्छ त, कसरी भोज खान्छौँ त भन्ने कुराहरू देखाउँदैछौँ। नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला। अब तयारी सुरु भइसकेको छ, बिहानै डे स्टार्ट भएको हो। हाम्रो चाहिँ अलिकति जन्ती लास्टै अब यति करायौँ कि आमा यो के भन्छ, घाँटी नै दुख्ने गरी कराएको थियौँ है। जेन्जी टोलीहरू सबै रेडी हुँदैछन् भर्खरै हो त है। ओ चार्ज हालेन क्या त्यो ठुले बोकै। आज यस्तो छ कार्यक्रम है। के हुन्छ सबै कुराहरू देखाइहाल्छु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, पुरानो हुन्छ भने लाइक कमेन्ट सेयर। होइन कहाँ अवस्था धन्यवाद, यो त भर्खर दिन सुरु भयो। कस्तो धन्यवाद भनेको अहिले जेन्जी टिमले के गर्नुपर्ने छ यहाँ, खसी ससी ढालेर बवाल सुरु भइसक्यो। म देखाउँछु मोमेन्टहरू, इन्जोय गर्नुहोस् है त। हिजो कस्तो भएको थियो त्यो बिहे जेन्जी टोली? यिनले चाहिँ भ्याए सोल्टिनीहरूसँग डान्स हान्न। एउटा भाइले है, हामी ठ्याक्कै यस्तो भएको थियो क्या, तिनजना उतापट्टिको सोल्टिनीहरू, हामी तिनजना पर्दो रहेछ। एउटा भाइले प्याचे ओहो तपाईँलाई त्यो, तपाईँलाई यो, मलाई यो भनिदिइहालेर हाँस उठेर त्यसले बिचगाइहाल्यो नि अलिले भन्दै। अनि लास्टमा हाम्रो चाहिँ के भएको थियो भने, लास्टमा सोल्टिनीहरू नाच्दाखेरि होइन, हामी नै पुरै पसिनाले गाडी सोल्टिनीहरूलाई त हामीले पुरै के हेलो भाइ अनि के हो त गर्नु सक्दैन होइन। मतलब के हो त यसो भएन त, हामीले जित्यो नि हामीले जितेको। सोल्टिनीहरू तपाईँ हेर्दै हुनुहुन्छ नि, हामीले जितेको तपाईँलाई पनि थाहा छ होइन। सोल्टिनीहरू काम नै धेरै बिजी क्या, कहिले काहीँ त यसो सोल्टीहरूलाई पनि टाइम दिनु यसो ल है। आसन जन्तीहरू भने लास्टै बिजी मार्छ भनेर गइहाल्यो। त्यही मार्छ भनेर टाप कुदिहाल्यो नि है। नत्र एकछिन त कुरो मिल्दै थियो है, अलिअलि कुरा मिल्दै थियो। मोबाइल भएको थियो प्रसन्न भसर कलसा पञ्चवटी देवता पूजा हरिओम केन बच्चोबली एउटा फुल लिएर प्रार्थना। हरिओम केन बच्चोबली राजा धानी मिन्द्रमा आवर केन सुन्यामी रक्षा मन्तलमा चल लाग्यौ। ओम शोमा छोड ओम शोमा इस्राइल शोमा One hour later. दर्शकबिनहरू, हामी चाहिँ अलिकति बिहेको तयारीमा लागेर होला भ्लगलाई अलिकति थोरै साइड हाने जस्तो भइरहेछ है। तर म भ्लग चाहिँ हान्न छोड्दिनँ। ओके, आज रहेको छ पार्टी भोज, के भन्नुहुन्छ तपाईँहरूको भाषामा है, त्यही भएर हुन आँटिरहेको छ। ओके, हामी चेन्ज गरेर रेडी भएर आजको आउटफिटमा चाहिँ हामीसँग छ कोट प्यान्ट। आज हिजो हामीले दौरा सुरुवाल लगाएका थियौँ, आज कोट प्यान्टका सहित। कस्तो देखाएको छ कान्छी? राम्रो देखाएको होइन? ओ माई गड, बिहे कस्तो रमाइलो भइरहेछ होइन? भाडा मान्नु परिरहेको छ त्यो तनाव त मलाई ओहो थाहा छ नि। यो जुत्ता लास्ट टाइट भयो यार। पहिला वर्ष अलिकति ठिकै भएको थियो, अहिले त लास्ट टाइट हुन थाल्यो। वाउ, केटाहरू यहाँ तयारी लगाएका छन्। ओ माई गुडनेस, खोइ एकचोटि घुमाइदियो। ओ यतिको लुक्सले त आफ्नै गाउँमा पनि चिन्दैनन् है। यो
कस्तो रमाइलो भइरहेको छ। म त एकदम इन्जोय गर्ने मान्छे। मलाई चाहिँ अब फेरि कस्तो हुन्छ मामा घरमा आएर काम त्यति मलाई अराइँदैन पहिलो कुरो त, तर फेरि मैले सक्नेसम्म मैले देखेसम्म म गर्छु। म त्यस्तो अबुझ पनि मान्छे होइन। यत्रो ठुलो कार्य भइरहेको छ अनि म अहिले सपोर्ट नगर्ने त हुँदैन। इन्जोय पनि गर्ने, सबै मिलाउन ट्राई गर्ने। मामाहरू हिँडिरहनु भएको छ, कस्तो राम्रो रमाइलो भइरहेको छ क्या। अब हामी पनि तयारी लागिरहेको छौँ। वाउ सबै अर्को जेन्जी यहाँ जेन्जी। ओ माई गुडनेस। ओके त्यहाँनिर छ रेडी, लेट्स गो। यति बेलाको फोटो खिच्नु पनि अब हाम्रो क्यामेराहरू भात खान्छन्, तिमी खिच्दै त मोबाइल छैन। पनि नभए पनि राम्रो मिठो बताउनु बोलिदिनु पर्यो। के भेल्यो भाइ तिमी? जाऊ उड्यो ओके साथीहरू, वाउ सकिसकेको छ। अब कस्तो रमाइलो भइरहेको थियो नि, मलाई पनि रमाइलो लागिरहेको थियो। कति सक्यो अब के गर्नु। फाइनल्ली हाम्रो बिहेको सिरिज अब चाहिँ सकिसकेको छ। हामीले आयौँ, बिहेको तयारी गऱ्यौँ, बिहे भयो, भोलिपल्ट भोज पनि खायौँ। सो अब चाहिँ बिहेवाला सिरिज सकिसकेको छ। म त्यसकै ठ्याक्कै भोलिपल्ट बिहानै काठमाडौँ निस्किएर अहिले बेलुका भएको छ। फाइनल्ली घरमा पनि आइसकेको छु। ओके, तपाईँहरूलाई कस्तो लाग्यो त बिहेको हाम्रो यो सिरिज? मन पऱ्यो भने लाइक सेयर कमेन्ट के भन्छ त्यसलाई सब्सक्राइब हान्नु होला। भ्लग कस्तो लाग्यो? सो केही गल्तीहरू गरेको भए, केही नराम्रो कुराहरू बोलेको भए, कसैलाई मन दुखेको भए एकदम सरी भन्न चाहन्छु। मैले मेरो बेस्ट दिन ट्राई गरेँ। ओके, अब न्यु इयर पनि नजिकै छ। यो भ्लगहरू अलिक ढिलो भयो, मेरो आफ्नै पर्सनल काम यताउता काचाकुचुक गर्दै हामी अब अन्तिममा आएका छौँ। मेरो बिहे त होइन, मेरो बिहे बिस्तारै हुन्छ। हाम्रो फाइनल दाइ भाउजूको बिहे भएको छ। वाउ भेरी मच। मलाई त एकदम मेरो एक्सपिरियन्स सुन्नुहुन्छ भने मलाई एकदम रमाइलो लाग्यो। एकदम बेस्ट भयो मेरो लागि त। मैले इन्जोय पनि गरेँ, मैले काम पनि गरेँ, सबै कुरा गरेँ मैले त। नाच्ने गाउने सबै बवाल रमाइलो गरेँ मैले। सो मैले भ्लग गर्नुको रिजन पनि एउटा यो हो कि मैले भोलिको दिनमा गएर एउटा मेमोरिज हुन्छ। सो एभ्रिबडी क्यान वाच नि त। भोलिको दिनमा 5 वर्ष 10 वर्षपछि नि त्यो भ्लगहरू हेर्न पाइन्छ। दाइ बिहे कस्तो भयो त्यो मेरो, कसैलाई हेर्ने रहर भनौँ न, कस्तो रमाइलो हुन्छ। सो पार्ट अफ लाइफ, इन्जोय गर्नुपर्ने हुन्छ। अझै राम्रो भ्लगहरू हाल्न ट्राई गर्नेछु। ओके, आजको लागि म यो भ्लग यतै इन्ड गर्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्यो त मजाले कमेन्ट गर्नु होला। नेक्स्ट भ्लगमा भेटौँ ल। त्यससम्मको लागि बाई बाई, टाटा अनि
जय नेपाल, राम्रोसँग बस्नुहोस्, न्यु इयर मजाले मनाउनुहोस् है। छुट्टिन्छु ल, ओके, बाई बाई गाइज। वाउ।